यो कथा हो आधुनिक सिङ्गापुर निर्माण हुन पूर्वको। सिङ्गापुरको त्यो अत्यासलाग्दो जर्जर अवस्थाको, जुन अवस्थाबाट सिङ्गापुर यो अवस्थामा आउला विश्वको कुनै पनि मुलुकले सोचेकै थिएन। त्यस्तो अवस्थाबाट माथि उठेर सिङ्गापुरले कसरी छोटो समयमा नै विकासको चरम सीमा चुम्न सफल भए त? आखिर को थिए जसको दीर्घकालीन परिकल्पनालाई यथार्थमा बदलेर विश्वचकित पार्ने फड्गो मार्यो सिङ्गापुरले? सिङ्गापुरको विगत र वर्तमानको कथा समेटिएको भिडियो, जुन भिडियो हाम्रो निम्ति साँच्चै नै महत्त्वपूर्ण छ। एकपटक हेरिदिनुहोला, साथै मन पर्यो भने लाइक र सेयर गरिदिनुहुन्छ भन्ने अपेक्षा सहितको अनुरोध पनि गर्न चाहन्छु। सिङ्गापुरको यथार्थवादी इतिहास यसरी सुरु हुन्छ। जब भारत उपमहाद्वीपमा इस्ट इन्डिया कम्पनीको शक्तिशाली कदमसहित औपनिवेशिक शासन चलिरहेको थियो, उनीहरू आफ्ना व्यापारहरूसँगै औपनिवेशिक विस्तारलाई चीन लगायत आसपासका विभिन्न मुलुकहरूमा फैलाउन चाहन्थे। मुख्य यही कारण इस्ट इन्डिया कम्पनीको खास नजर सिङ्गापुरमा परिरहेका थिए, किनकि सिङ्गापुर भविष्यको यस्तो बन्दरगाह बन्ने सम्भावना ब्रिटिस सरकारले देखिरहेका थिए, जहाँबाट संसारभर आफ्ना व्यापार गर्न सकिने प्रचुर सम्भावना थियो। मूलतः यही कारण आखिर सिङ्गापुर ब्रिटेनको निशानीमा पर्न गयो। उनीहरूले चाहेकै योजना मुताबिक सिङ्गापुरलाई आफ्नो कब्जामा पारी उपनिवेश बनाउन सफल रहे। त्यसपछि लामो समयसम्म सिङ्गापुर ब्रिटेनको उपनिवेशको रूपमा रहिरह्यो। तर दोस्रो विश्वयुद्धको सुरुवातसँगै ब्रिटेनले कुनै ठाउँमा युद्ध लड्नुपर्ने, कति आफ्ना पकड भएका ठाउँहरूको प्रतिरक्षा गर्नुपर्ने बाध्यात्मक परिस्थितिको सिर्जनासँगै ब्रिटेन आखिर कमजोर बन्दै गयो। आखिर यही मौकामा जापानले सिङ्गापुरमा भीषण हमला गरेपछि यो सिङ्गापुर फेरि जापानको हातमा गयो। तत्कालीन अवस्थामा सिङ्गापुरमा मुख्य 3 जातीय समुदाय थिए। पहिलो चाइनिज मूलका, दोस्रो मले समुदाय र तेस्रो भारतीय तमिल समुदाय। यी जाति अप्रवासी समुदायहरूमध्ये चिनिया र मले समुदाय बीचमा भने जातीय विषयलाई लिएर ठुला हत्या र हिंसात्मक गतिविधि भइरहन्थे। यसैले त्यो बेला सिङ्गापुर निकै नै नाजुक अवस्थामा थियो। एकातिर यो बन्दरगाहबाट अफिमको व्यापार चल्थ्यो। अफिमको प्रयोग गर्नु त्यहाँका जनताहरूका लागि सुपारी खानु जस्तै सामान्य कुरा भइसकेका थिए। यस्तो जर्जर अवस्थामा सिङ्गापुरमा स्थायी शान्ति र सुशासन व्यस्त गर्नु एकादेशको कथा बनिरहेको थियो। यस्तो कालीलाग्दो अवस्थामा पनि एक सच्चा देशभक्त, इमान्दार र साहसी नेताको निरन्तर प्रयासमा सिङ्गापुरले विश्वचकित पारे। उनी दृढ निश्चय अनि दीर्घकालीन परिकल्पना गर्ने इमान्दार देशभक्त नेता थिए ली कुआन यू। ली कुआन यूले बेलायतमा कानुन विषय लिएर अध्ययन गरेका थिए। उनी सिङ्गापुर फर्केपछि नै गरिब जनताहरूका पक्षमा न्याय दिन निशुल्क कानुनी सेवामा लागे। देशको स्वतन्त्रता र सुशासनका लागि लडिरहँदा जेल परेका विभिन्न पद र होदाका तथा विद्वान वर्गलाई कानुनी रूपमा लडेर जेल मुक्त गराए। यही कार्यबाट प्रभावित सिङ्गापुरे जनताहरूले उनलाई सम्मान गर्दै गए। यसरी सिङ्गापुरका धेरैभन्दा धेरै जनताहरू उनको पक्षमा उभिए। उनले पिपुल एक्सन पार्टीको संस्थापक रहेर राजनीतिमा होमिए। यस बेलासम्म सिङ्गापुरमा पुराना शक्तिशाली पार्टीहरूको बाहुल्यता थियो, तर राजनीतिक खिचातानीका कारण यो राष्ट्र अधोगतिमा थियो भने सिङ्गापुर अझ पनि शक्तिशाली राष्ट्रहरूको पकडबाट बाहिरिन भने सकिरहेको थिएन। यो अवस्थामा न कुनै कृषिजन्य भूमि थियो सिङ्गापुरसँग, न कुनै भरपर्दो प्राकृतिक स्रोत। 75% जनताहरू सार्वजनिक धारा र शौचालयहरू प्रयोग गर्न बाध्य थिए। अशिक्षा र गरिबीले चरम सीमा पार गर्दै थियो। यस्तो जर्जर अवस्थामा ली कुआनले सिङ्गापुर सुरक्षित रहन पहिलो आवश्यकता महसुस गरे। यसैले प्रधानमन्त्री बनेपछि उनले मलायसँग एकीकरण गर्न सबैभन्दा सुरक्षाको उत्तम उपाय देखे। यसपछि सन् 1963 सिङ्गापुर मलायसँग एकीकृत बने र बनिएसँगै मलेसिया जन्मियो। एकत्रित
त बने तर दीर्घकालीन भने बन्नै सकेन, किनकि निकट भविष्यमा नै सिङ्गापुरलाई क्षेत्रीय र जातीय युद्धको प्रमुख थलो हुन सक्ने आङ्कलन मलेसियाले गरे। यही कारण 1965मा नै मात्रै 2 वर्षको अवधिमा नै सिङ्गापुरलाई मलायाबाट अलग गरिदिए। मलायाको यो निर्णय सिङ्गापुरको लागि साँच्चै नै ठुलो विपत्तिको अवस्था थियो। सिङ्गापुर मलायाबाट छुटेपछि सिङ्गापुरको लागि यो एक प्रकार शून्य समय थियो। यतिखेर सिङ्गापुरसँग राष्ट्रिय स्रोतको रूपमा भरपर्दो केही पनि थिएन। थियो त द्वन्द्व, हिंसा र अभाव, गरिबी र राष्ट्रिय बेमलको स्थिति। यस्तो विकराल अवस्थालाई सम्हाल्नु थियो ली क्वान यूलाई। उनले सर्वप्रथम राष्ट्रिय टेलिभिजनबाट धैर्य धारण गर्नका लागि जनताहरूलाई सम्बोधन गरे। उनी बोल्दा बोल्दै उनको गला भरिएर आयो। उनलाई यो अवस्थामा सम्बोधन गर्न नै निकै गाह्रो भइरहेको थियो। तर पनि उनले सिङ्गापुरलाई यो परिस्थितिबाट क्रमशः अगाडि लैजान कटिबद्धता जाहेर गरे जनताहरूसँग। ली क्वान यूसँग यति धेरै चुनौती एवं समस्याहरू थिए कि उनले प्रत्येक चुनौती र समस्याहरूलाई प्राथमिकरणको आधारबाट समाधान गर्दै गए। मुख्य रूपमा त सिङ्गापुरको त्यो अवस्था एक प्रकार स्रोतविहीन देखिन्थ्यो। जातीय बेमेल र बेरोजगारको ठुलो हिस्सा विद्यमान थिए। उनले विकल्पको रूपमा नै विदेशी लगानी देख्न पुगे। तर कुन देशलाई लगानी भित्राउन दिने भन्ने कुरामा भने ठुलो सावधानी अपनाउनु थियो। यही कारण उनले मुलुकलाई सुरक्षित राख्दै लगानी भित्राउन विशेष गरी युरोपियन देशहरूलाई छाडेर अमेरिकन कम्पनीसँग हस्ताक्षर गर्न पुगे। सँगै उनले क्षमता र आफ्ना दक्षता अनुसारको काम आफ्नै सिङ्गापुरे बेरोजगार जनताहरूलाई दिनुपर्ने माग पनि राखे, जसबाट सिङ्गापुरका सारा जनताहरूले रोजगारी प्राप्त गरे। यसबाट सिङ्गापुरे जनताहरूको आर्थिक हैसियत राम्रो बन्दै गए। त्यस बेलासँग सिङ्गापुरले धेरैभन्दा धेरै जनताहरूलाई राम्रो बस्न वासस्थानकै अभाव भइरहेको थियो। यसैले उनले धेरैभन्दा धेरै अपार्टमेन्ट फ्ल्याटहरू निर्माण मात्रै गरेनन्, त्यही अपार्टमेन्टभित्रको फ्ल्याट खरिद गरेर बस्नको लागि राम्रो वातावरण पनि सिर्जना गरिदिए। यो कार्यबाट सरकारलाई मुख्य 2 कुराको फाइदा देखियो। एक, वासस्थानको राम्रो व्यवस्था। अर्को, सबै जातिगत समूहसँगै बसेसँगै उनीहरूमा सांस्कृतिक र भावनात्मक सम्बन्धहरू बिस्तारै गाँसिँदै गए। यसबाट राष्ट्रिय एकता पनि कायम रह्यो। उनले अर्को महत्त्वपूर्ण कार्य भ्रष्टाचार मुक्त मुलुक बनाउनको लागि भ्रष्टाचार वर्जित कानुन निर्माण गरे र कडाइका साथ पनि लागू गरे। उनले भ्रष्टाचार गर्ने आफ्नै काकालाई समेत जेल हालेपछि भ्रष्टाचार गर्ने व्यक्तिहरू त्रसित बन्न बाध्य भए। भ्रष्टाचार न्यूनीकरणका लागि उनले सबै सरकारी तलबहरूमा आकर्षक वृद्धि गरिदिए भने सबै मन्त्रीहरू विश्वविद्यालय पढेको हुनुपर्ने नियम बनाए। उनले आधुनिक प्रविधिको प्रयोग गरेर समुद्रका कतिपय भागहरू जमिनमा परिणत गरिदिए, जसबाट जमिनको क्षेत्रफलमा वृद्धि भयो। उनी आफू पनि समयमा जनताहरूसँग काम गर्न खटिए। यसबाट झनै उनको प्रसिद्धिसँगै विकासको गतिले फड्को मार्दै गए र संसारकै छोटो समयमा विकासको चरम सीमामा पुग्ने उदाहरणीय राष्ट्र बन्न सफल रहे सिङ्गापुर। र सिङ्गापुर सम्बन्धी संक्षिप्त जानकारी भएको यो सानो भिडियो तपाईँलाई कस्तो लाग्यो? देश परिवर्तन हुन दर्जनौं नेताहरूको पनि आवश्यक नपर्दो रहेछ। आखिर सच्चा र इमान्दार एउटै नेताले पनि असम्भव काम गर्न सफलतापूर्वक सक्दो रहेछ भन्ने उदाहरण आधुनिक सिङ्गापुरका नेता ली क्वान यूबाट हामीले सिक्न सक्छौँ। हजुरलाई यो भिडियो मन पर्यो भने कृपया एक लाइक र सेयरको अपेक्षासहित अर्को भिडियो ल्याउने बाचासहित म सन्तोष लिम्बू बिदा हुन चाहन्छु। हस्त नमस्ते।